नेपालको स्टक मार्केटमा शेयर किनबेच गर्दा कति पैसा लाग्छ त? यदि तपाईले नेपालको स्टक मार्केटमा शेयर कारोबार गर्दै हुनुहुन्छ भने तपाईलाई सर्टेन अमाउन्ट अफ पैसा लाग्दछ, शेयर किन्दा पनि र शेयर बेच्दा पनि। अब हेरौं शेयर किन्दा कति पैसा लाग्छ र शेयर बेच्दा हामीले कति पैसा छुट्याउनु पर्छ। कुनै पनि शेयरको कारोबार गर्दा हामीले ब्रोकर कम्पनी अर्थात स्टक ब्रोकर थ्रुबाट गर्नुपर्ने हुन्छ। किन्दा अनि बेच्दा विभिन्न निकायलाई हामीले सर्टेन अमाउन्ट अफ पैसा तिर्नुपर्ने हुन्छ। ब्रोकर कमिसन मार्फत 0.24 देखि 0.36% सम्म ट्रान्जेक्सन अमाउन्टको हामीले तिर्नुपर्ने हुन्छ। त्यो पनि हाम्रो ट्रान्जेक्सन अमाउन्ट हेरेर। दोस्रो नम्बरमा हामीले सेभनलाई पनि सर्टेन अमाउन्ट अफ चार्ज तिर्नुपर्ने हुन्छ। सेभनलाई हामीले 0.015% चाहिँ तिर्नुपर्ने हुन्छ। यो गरी हामीले डीपी चार्ज भनेर प्रत्येक कम्पनीको 25 रुपैयाँ छुटाउनै पर्ने हुन्छ। हरेक कम्पनी हजुरले किन्दा अथवा बेच्दाखेरि डीपी चार्ज 25 रुपैयाँ लाग्ने गर्छ। यो त भयो हामीलाई शेयर किन्दाखेरि लाग्ने पैसाहरू। अब जानौं हामीलाई शेयर बेच्दाखेरि चाहिँ कति पैसा लाग्छ। शेयर किन्दा जति लाग्छ ब्रोकर कमिसन, शेयर बेच्दाखेरि पनि बराबर नै लाग्ने हो। ब्रोकर कमिसन, सेभनको चार्ज र डीपी चार्ज चाहिँ हाम्रो किन्दा अनि बेच्दा एउटा नै अमाउन्ट लाग्छ, सेम हुन्छ भने त्यसैगरी यदि तपाईलाई शेयर बेच्दाखेरि कुनै पनि शेयरमा नाफा भएको छ, प्रॉफिट भएको छ भने हामीले क्यापिटल गेन ट्याक्स अथवा इन्कम ट्याक्स जस्तै हामीले क्यापिटल गेन ट्याक्स भनेर पुँजीगत लाभ कर तिर्नुपर्ने हुन्छ। पुँजीगत लाभ कर कति छ त भन्दाखेरि यदि तपाईले कुनै पनि शेयर 365 दिन भन्दा धेरै होल्ड गर्नुभयो भने त्यस्तो कन्डिसनमा जम्मा 5% चाहिँ पुँजीगत लाभ कर तिर्नुपर्छ भने यदि हामीले 365 दिन भन्दा अगाडि नै शेयर किनबेच भएर तपाईलाई यदि सर्टेन अमाउन्ट अफ प्रॉफिट भएको छ भने 7.5% चाहिँ तिर्नुपर्ने हुन्छ। त्यसकारणले गर्दा यदि हामीलाई अलिकति मात्रै प्रॉफिट भएर शेयर बेच्दैमा हामीलाई सधैँभरि नाफा हुन्छ भन्ने छैन। त्यसकारण पनि हामीलाई कति पैसा लाग्छ बेच्दा अनि किन्दा र त्यसैगरी कति पैसा चाहिँ क्यापिटल गेन ट्याक्स स्वरूप लाग्छ भनेर पनि जान्न एकदमै जरुरी रहेको छ।